टायरमा छिर्यो यार पन्चर त भएन यस्तो यस्तो राख्छन् कि थाइ गुले च्याप्या छ क्या माछाला त्यो सबसे अगाडि पर्यो भने नि त्यो मन ढुकचुक ढुकचुक हुँदो रहेछ क्या यो बाटो पनि के हो यार पुरै टुटुल्का उठ्या छन् त यार बाटोमा सो हेलो एन्ड नमस्ते एभ्रिवान होप यु गाइज आर फाइन अनि म पनि सन्चै छु होइन अनि यसो तपाईँहरूले यो कमेन्ट चाहिँ गर्नु भएन क्या यो यसको ट्यागको लुक्स चाहिँ कस्तो आहा भनेर अनि मलाई चाहिँ यो यसमा अलिकति चित्त नबुझ्यो भने चाहिँ यो फग लाइट छ होइन अब यो फग लाइटको क्ल्याम्प चाहिँ नयाँ बनाउनु पर्ला जस्तो छ आज यसो अफिसतिर गएर खोज्नु पर्ला अनि पाएँ भने चाहिँ यही फग लाइटलाई चाहिँ एडजस्ट गर्छु त्यही हो अनि यसो कमेन्ट समेन्ट पनि हानिदिनु होला बाइकको लुक्स कस्तो आहा भनेर अब ल केटाहरू म चाहिँ निस्किसकेँ होइन अनि यसको रातिको भिजिबिलिटी कस्तो देखिन्छ भनेर चाहिँ ट्याक्कै हेर्न पाइएको छैन किनभने अब सधैँ राति पऱ्यो भने पानी परिरह नि त अनि पानी परेर अब राति चलाउनै पाइएको छैन क्या त्यो हेर्दाखेरि त राम्रै देखिन्छ जस्तो लाग्छ हेरौँ कस्तो देखिने रहेछ अब चलाउँदै गएपछि थाहा हुन्छ नि त अहिले त भर्खर हालेको 2 दिन त भयो अनि यो हालिसकेपछि त्यो ट्राफिकको छेउछेउतिर गएर रोकिन अनि हुन्छ नि त्यो ट्राफिक त्यो अब जामसाममा पनि ठ्याक्कै सबसे अगाडि पर्यो भने नि त्यो मन ढुकचुक ढुकचुक हुँदो रहेछ क्या ट्राफिकले समातिहाल्ने हो कि जस्तो पनि लाग्दो रहेछ तर हिजो चाहिँ त्यस्तो भएन होप्सो त्यस्तो नहोस् यसो हेर्दाखेरि त ओरिजिनल जस्तै देखिन्छ नि त कम्पनीबाटै आए जस्तो त्यस्तो मोडिफाई हाने जस्तो त देखिँदैन अनि आज चाहिँ म यता एयरपोर्ट पछाडिबाट जाँदैछु किनभने त्यो मेरो साथी चाहिँ आज नजाने रे अफिस त्यही भएर यताको बाटो गयो भने चाहिँ धेरै चाँडो पुगिने क्या 20 देखि 25 मिनटको बिचमा पुगिन्छ भने उताबाट गयो भने ट्याक्क 45 मिनट 50 मिनटै भनौँ लगभग 50 मिनटै लाग्छ उताबाट गयो भने यताबाट गयो भने त सुइँ 25 मिनटसम्म मजाले अनि यताको बाटो चलायो भने अलि माइलेज पनि बढी आउँछ किनभने अब अलि मजाले चलाउन पाइन्छ नि त 40-50 त्यहाँ त घरिघरि रोकिया छ यहाँ त चाबेलसम्म लगभग चाबेलसम्म त नन स्टप मजाले चलाउन पाइन्छ नि त अब कहिलेकाहीँ मात्रै हो जाम पर्ने यतातिर माया लाउन बल्ल सिक्दैछु मनभित्रदेखि नै अब आज मैले यसैमा टिकटक हालेको छु बिहान बिहान अब दिनभरि मुखमा यही गीत मात्रै झुन्डिरहेको छ अब यो हजुरहरूको कसको बानी छ कि यो ऐनामा यसरी देखिने ठाउँमा हेर्न मन लाग्ने म त जता जता देखिन्छ त्यहाँ सबमा हेर्दै जान्छु क्या खै किन हो हेर्न मन लाग्छ अब यता पनि ट्याक्क यसरी हेऱ्यो होइन ना यार 4 को गाडी गएको थियो क्या हो यतै अगाडि गएको यो बाटो पनि के हो यार पुरै टुटुल्का उठ्या छन् त यार बाटोमा अहिले कोही पनि छैन यहाँ एउटा रिल्स बनाउनु पर्यो होइन ट्याक्क देखिन्छ पुच्चु क्यामेरा नि पुस्थ्यौँ यो मेरो बाइकको यो वायरिङ पनि मिलाउनु पर्ने छ यार यो ट्याक्क अलिकति यहाँ माथि गराएर होइन यसरी टाइट क्लिपले बान्नु पर्ने छ यो अलिक तल भएर ठ्याक्क ह्यान्डल मोड्ने बेला त्यहाँ छोइराख क्या जति मोडिदिनु पर्ने त्यति मोडिदिएको छैन यसलाई चाहिँ अहिले मिलाउनु पर्छ ट्याक्क लाएर के गर्नु अलिअलि कम्प्रोमाइज त गर्नै पर्यो नि लुक्सको लागि होइन यति त केही फरक पर्दैन यसको फग लाइट पनि ठ्याक्क यो लेभलमा आयो भने चाहिँ राम्रो देखिन्छ कि भन्ने हो अब चाहिँ ट्याक्क यो मेरो बाइकको यो फग लाइटको क्ल्याम्प चाहिँ चेन्ज गर्नु लगाएको होइन यो अलि यस्तो पऱ्यो नि त बाङ्गो पऱ्यो यो
अलिकति उता गयो यो यता आयो नि त। अब यसलाई ठ्याक्क सिधा यसो सिधा गराएर यतातिर ल्याउनुपर्छ। अनि क्ल्याम्प चाहिँ यो हो है, क्ल्याम्प चाहिँ यो हो। यो के को क्ल्याम्प हो भन्दाखेरि चाहिँ हाम्रो गाडीको हर्नको क्ल्याम्प हो। अब यसलाई मिलाएर लाउनुपर्छ है बाइकमा, ट्याक जस्तो छ। अनि यो अलि तलतिर आउँछ कि हामीले यो यहाँ अप-डाउनलाई चाहिँ एउटा अझै बोल्ट चाहिने भयो होइन। पहिला चाहिँ अब यसैमा बोल्ट फिक्स थियो, अब चाहिँ हामी अर्को बोल्ट ल्यायौँ होइन, नट र बोल्ट। अब यसलाई चाहिँ ट्याक्क यहाँबाट गऱ्यो भने अलिक धेरै मुनि नै हुन्छ नि त, त्यही भएर बरु यहाँ माथिबाट गर्ने। अनि यसलाई चाहिँ यताबाट हाल्नु पऱ्यो, सायद मिल्छ कि मिल्दैन हाल्न। त्यसको लागि स्क्रुड्राइभर चाहिने होला। यसो गऱ्यो भने लामो हुन्छ, भनेपछि एउटा स्क्रुड्राइभर चाहिने भयो हामीलाई। छुट्टी भयो गाइड, छुट्टी भयो। अब घर चाहिँ के हो, यो ट्रक त पुरै उता गएको त यार। ओ पार्किङ रहेछ, पार्किङ। त्यो खेर्रा बजा जस्तो मानेको त यार। म तिमीलाई नट सट कस्न त बिर्से छैन कुनै? त्यस्तो त छैन जस्तो लाग्छ। ए फग लाइट हालेको थियो नि त, त्यो अलि हल्लिन्छ। फग लाइटको क्ल्याम्प अलि हल्लिन्छ, त्यसलाई मिलाउनुपर्छ होला सायद। आज साँझ चाहिँ यसको नाइट भिजिबिलिटी यसो हेर्नु पऱ्यो। हिजो साँझ यसो निस्केको, ठ्याक्कै यसको चाहिँ लाइट बिचमा अलिकति ग्याप देखिँदो रहेछ क्या। ठ्याक्क आधा बाटो देखायो, अनि फेरि ग्याप, अनि त्यसपछि फेरि अगाडिको बाटो देखाउँछ क्या। खिच्न त खिचाएको छु, तर त्यो सिधा सिधा खिचाएको छु। मिल्यो भने त्यो पनि भ्लगमा हाल्नु पर्ला। त्यो चाहिँ लो बिम भयो होइन, त्यो चाहिँ लो बिम भयो। अनि यस्तो गऱ्यो भने चाहिँ हाई बिम हुन्छ है, भइगयो। अनि त्यसपछि फग लाइट हाल्यो भने झन् राम्रो देखिन्छ। त्यही हो, अब के छ विचार। अनि आजको पनि ट्याक्क यो एङ्गल चाहिँ मिलाउनु पर्यो लाइटको। ओ साथी, गुले च्याप्या छ क्या माछाला? पुरै कहाँ जानु हतार भए जस्तो। ओए ओए मुला उताबाट छिराउनु होला भनेर उता छिराएको। पहिला पहिला ऊ यहाँबाट लेफ्ट जाने बेला ऊ अगाडिको ऐनामा आफ्नो पुरानो बाइकको हेडलाइट हेर्थे। आज चाहिँ हेर्न पाइएन जस्तो छ मान्छेले।
डिस्टर्ब हाने डिस्टर्ब र आज नै हेर्नु पर्ला सोचेको थिएँ। यो यसको हेडलाइट अब एडजस्ट गर्नै पर्ने छ जस्तो लाग्यो मलाई त। हिट्टी देखाइराख यार यही नजिक होइन त्यहाँसँग गर्नुपर्छ अहिले गर्नु पर्ला राखेको यस्तो टायरमा छिर्यो यार पङ्चर त भएन यस्तो यस्तो राख्छन् कि खै पानी ल्याउ त यहाँ हल्का पानी लगाऊँ पङ्चर त सानो केही जगसग हातसाथमा ल्याए नि हुन्छ मुखमा भरेर ल्याउँदा नि हुन्छ बाइक राख्ने बेला त थिएन त त्यो मैले यो बाइक राख्ने बेला थिएन क्या यहाँ हाल त यतै छैन 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 ल बच्चा बच्चीको काम हो जस्तो लागिरहेको मलाई बाइक हाल्ने बेला यो चिज थिएन अहिले थाहा भइहाल्छ नि ल केटा हो हामी चाहिँ यसो अब तरकारी सरकारी किन्न निस्केको होइन अनि उसलाई पानीपुरी पनि खान मन लाग्यो अरे यसो पानीपुरी सानीपुरी नै खाएर आउनु पर्ला अनि हामी चाहिँ पानीपुरी खान यहाँ सानो ठिमीबाट ठिमी पुग्छौँ किनभने अरू ठाउँको मनै पर्दैन यार पानी मिठो हुन लागि एकदम चिकिलो कस्तो कस्तो हुन्छ त्यहाँको चाहिँ एकदम मिठो हुन्छ अनि त्यही भएर हामी उता जान्छौँ अनि अहिले साँझ आएर यतातिर आफ्नो बाइकको हेडलाइट चेक हान्नुपर्छ कस्तो देखिन्छ भनेर अब हेरौँ कस्तो देखिन्छ हाम्रो पानीपुरी खाना जाने ठाउँ यतै हो है केटा हो ट्याक्क गोठाघरतिरबाट आउनु भए भने राइट अनि यता यो के अरे राधे राधेतिरबाट आउनु भए भने लेफ्ट ठ्याक्क यो थिमी चोकबाट यो खोला कटेर नि अगाडि जानुपर्छ यो खोला कटाइसकेपछि लगभग ट्याक्कै 100 मिटर अगाडि होइन त्यो ठाउँ छ ट्याक्क यहीँनिर यो आचार्य के छ यार नाम पनि मलाई पनि थाहा छैन ओ सरी अधिकारी रहेछ अधिकारी पानीपुरी चटपटे ओ लाफिङ पनि यस कुरा हो पानीपुरी सानीपुरी खाइयो होइन अनि च्याब दाबेर दाबेर लगाउ न दाबेर लगाऊ के अहिले त्यो निस्किहाल्छ ठिकै छ क्या हो लाइट त ठिकै छ कि के हो अलि माथि गराउनु पर्ला सायद जाम खुलेखा को आइरहेछ यार यस्तो के हो अब फेरि हामी रोकिने हो रोकिने भइगयो अब जाउँ अब यताबाट बिस्तारै के गर्नु त केटा हो हामीहरू चाहिँ यो अझै अँध्यारो भयो भने लाइट राम्रोसँग मिलाउन पाइन्छ नि त भनेर यसो घुम्दै घुम्दै गइरहँ बिना कारणको बिस्तारै अझै अलि झपक्क रात पर्यो भने अझै मजाले थाहा पाइन्छ नि त अनि यो माथिको लाइट चाहिँ अलिकति माथि गराउनु पर्ने रहेछ अलि त्यहाँनिर यसो हेर्ने बेला एक ठाउँमा अलि बढी देखिरह नि त उज्यालो यसलाई चाहिँ ट्याक्क मिलाउनु पर्छ अब केटा हामी चाहिँ ट्याक्कै हाम्रो लाइट चेक गर्ने ठाउँमा आइयो झन् नजिक देखायो यार तिमी झरेपछि त झन् नजिक देखायो क्या ल गाइज अब फाइनल रिजल्ट चाहिँ यो आयो है बस त्यो बिचमा अलिकति चाहिँ त्यहाँनिर ग्याप छोडिदिँदो रहेछ क्या त्यसलाई सँगै बनाइदिउँ भनेको सँगै चाहिँ भएन है गाइज यस्तो भयो फग लाइट अब यस्तो यसको नि पोजिसन मिलाउनु पर्छ यस्तो गराउनु पर्ने हो नि त खासमा यस्तो भयो भने चाहिँ
यो फगलाइट कहाँ गयो? अब भयो भने यत्तिको भयो भने त लाइट टोपी भयो त लाइट ल यति भयो भने त दामी देखियो नि त होइन अब यो फग लाइट चाहिँ अफ गरिदिन्छु मैले जस यतिमा पनि जस राम्रै देखिया छ बिचमा अलिकति ग्याप देख्यो भने त्यस्तो ऊ छैन फरक ठिक छ हाइवे हिँड्नलाई ठिकै छ खासै त्यस्तो एकदम वाउ पनि नाइ कि अनि छ्या पनि छैन राम्रै छ ठिकको छ भनौँ राम्रै अब योभन्दा बढी चाहिँ नचल्ने एमा अनि गाइज तपाईँहरूलाई मेरो यो भ्लग चाहिँ कस्तो लागिरह भनिदिनु होला अनि मेन कुरा हजुरहरूले हिजो कमेन्टै गर्नु भएन यो कस्तो छ कस्तो देखिया छ भनेर बाइकको यताउति राम्रो देखिया छ भने राम्रो छैन भने छैन केही भन्नु भएन तर आजको भ्लगमा चाहिँ प्लिज 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 कमेन्ट चाहिँ गरिदिनु होला है प्लिज त्यही हो मेरो एउटा रिक्वेस्ट अनि अब कतै घुम्न गयो भने कतै कतै गयो भने म अरू अरू भ्लगहरू पनि लिएर आउँदै गर्छु त्यस अनि आजको लागि चाहिँ यति नै राखौँ फेरि अर्को भ्लगमा भेटौँला गाइस सी यु इन नेक्स्ट भ्लग बाई बाई